नमस्कार, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई पढाइ सम्बन्धी क्लास 12 को ल सम्बन्धी कन्टेन्टहरू चाहिएको छ, स्टडिज मेटेरियल्सहरू चाहिएको छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। र टुडे हाम्रो चाहिँ च्याप्टर 3 को कन्सेप्ट अफ जस्टिस इन हिन्दू जुरिस्प्रुडेन्स को बारेमा आज हामी पढ्न जाँदैछौँ। लेट्स बिगिन। पहिला सुरु हामी बुझौँ जुरिस्प्रुडेन्स। What exactly is jurisprudence? Jurisprudence भनेको चाहिँ refers to the study of nature, principle and scope of law. Jurisprudence भनेको चाहिँ विधिशास्त्र हो। एज यु हेभ हजुरले 11 मा नि पढ्नुभयो होला जुरिस्प्रुडेन्स एज एउटा सब्जेक्टै हुन्छ। त्यसमा चाहिँ के छ भन्दा म सिम्पली यहाँ भनिदिन्छु, जुरिस्प्रुडेन्स भनेको चाहिँ लको सम्पूर्ण एक्सपेक्टहरूलाई पढ्नु नै विधिशास्त्र हो, जुरिस्प्रुडेन्स हो भनिन्छ। जस्टिस भनेको खास के हो भन्दा जस्टिस भनेको एउटा फेयर ट्रिटमेन्ट अफ पिपुल बाई द एप्लिकेसन अफ ल भनेको छ। जस्टिस भनेको यतिमा मात्र सीमित छैन। जस्टिसको डिफिनेसन चाहिँ यतिमा मात्र सीमित गर्न सकिँदैन, किनभने यसको स्कोप चाहिँ एकदम ब्रोड छ। जस्टिसको डिफिनेसन एकदम ब्रोड छ। मैले यहाँ सिम्पली के राखिदिएको छु भन्दा जस्टिस भनेको चाहिँ सबै पिपुलहरूलाई चाहिँ इक्वली ट्रिट गर्नु र कानुनको कार्यान्वयन गर्नु नै जस्टिस हो भन्ने मैले राखेको छु। The proper application of law is known as justice. Justice means to give person his or her own right. जस्टिस भनेको चाहिँ मान्छेहरूलाई तिनीहरूको राइटहरू दिने भने जस्टिस हुन्छ भनेर यसरी भनिएको छ। According to Hindu philosophy, state is created for the establishment of justice. हिन्दू फिलोसफी अनुसार के भनेको छ भन्दा राज्य चाहिँ सबैमा चाहिँ न्याय दिनको लागि चाहिँ राज्य स्थापना गरेको हो भनेर यसरी भनिएको छ। हिन्दू फिलोसफी भ्युज जस्टिस एज सिनोनिम्स ट्रुथ एन्ड राइटियस। यसले के भनेको छ भन्दा चाहिँ हिन्दू फिलोसफी अनुसार जस्टिस भनेको चाहिँ सत्य बोल्नु, राम्रो कर्म गर्नु नै जस्टिस हो भनेर चाहिँ यसरी त्यसलाई चाहिँ के गरिन्छ एज अ सिमिलर वर्ड्सको रूपमा चाहिँ राखिन्छ भनेको छ। महाभारत सेज नेचुरल एज वाज गोल्डन पिरियड, पिपुल वर डिसिप्लिन, दे ह्याड नो लस्ट, एङ्गर, ग्रेड, इन्फ्लेसुएसन एन्ड जेलेसी। के भनिरहेको छ भन्दा महाभारतले के भन्छ भन्दा पहिलाको त्यो नेचुरल एज भनेको चाहिँ कस्तो भन्दा त्यो टाइम भनेको चाहिँ नेचरसँग नजिक भएको टाइम हो के। त्यही भएर के भन्छ भन्दा त्यो पिरियड चाहिँ एकदम गोल्डन पिरियड हो। किन भन्दा चाहिँ पिपुलहरू एकदम डिसिप्लिन थिए अरे भनेको मान्थे। अनि तिनीहरूसँग के थिएन भन्दा चाहिँ रिस, टाहा, घमण्ड, ग्रिडा अनि जेलेसी त्यस्तो केही पनि थिएन भनेर यसरी महाभारतले भनेको छ। Brahma composed the penology to save the earth from the cobweb of anarchy and disorder by establishing justice. अनि के भनेछ भन्दा चाहिँ अब हाम्रो हिन्दूमा चाहिँ ब्रह्मा, विष्णु, महेश्वर भने यसरी भगवानलाई यस्तै छुट्याइएको छ। त्यो टाइममा के छ भन्दा ब्रह्माले चाहिँ पेनोलोजी भनेको के हो भन्दा चाहिँ पनिसमेन्ट हो के, दण्डशास्त्र भन्छ कि पनिसमेन्ट दिन्थे, मतलब पनिसमेन्ट बनाएका हुन् ब्रह्माले चाहिँ यस्तो पनिसमेन्ट दिने मेकानिजम इस्टाब्लिस गरेका हुन् भनेका छन्। किन भन्दा चाहिँ अर्थ वेभ भनेको चाहिँ कस्तो भन्दा माकुराको जालो जस्तो के भनेको थियो भन्दा चाहिँ पृथ्वीलाई चाहिँ हरेक नराम्रो चिजहरूबाट चाहिँ यस्तो माकुराको जालोले के गर्छ भन्दा तिनीहरूले किरा फट्याङ्ग्रा फसाउने काम गर्छ नि। त्यसरी नै यो पृथ्वीलाई चाहिँ यस्तै नराम्रो चिजहरूबाट बचाउनको लागि अब त्योतिर नराम्रो दुष्टहरू कस्तो कस्तो हुन्थ्यो नि त्यो टाइममा चाहिँ भगवान एकातिर र दुष्टहरू एकातिर भए जस्तै त्यस्तै दुष्टहरूबाट बचाउनलाई चाहिँ ब्रह्माले चाहिँ पेनोलोजी भन्ने चाहिँ कम्पोज गरेका हुन्। अनि के गरे भन्दा त्यतिखेर चाहिँ यस्तो कबवेबलाई चाहिँ धरतीलाई चाहिँ कबवेबबाट बचाउनलाई चाहिँ अनि यसरी जस्टिसहरू कम्पोज गरेका हुन् भनेका छन्। द चिफ फङ्सन अफ द किङ वाज टु डिस्पेन्स जस्टिस एकोर्डिङ टु धर्मशास्त्र। पहिला के हुन्थ्यो भन्दा राजाको पालामा चाहिँ राजाको पहिलो धर्म भनेको चाहिँ जनतालाई न्याय दिनु, जनताको चाहिँ यस्तो के भन्छ जनताको आवाजहरूलाई चाहिँ एड्रेस गर्नु, मान्नु, जनताहरूलाई चाहिँ न्याय दिनु नै धर्म के अरे राजाको एउटा प्रमुख धर्म हो भनेर यसरी भनिन्थ्यो। के को अनुसार भन्दा धर्मशास्त्र अनुसार। अनि मनुस्मृतिजहरू जस्तै मन्नुले के भनेको छ भन्दा चाहिँ जस्टिस बिन भायोलेटेड डिस्ट्रोय, जस्टिस बिन प्रिजर्भ देयरफोर जस्टिस मस्ट नट बी भायोलेट। के भनेको छ भन्दा न्यायलाई उल्लङ्घन गर्यो भने त्यो डिस्ट्रोय हुन्छ र न्यायलाई बचाऊ भने चाहिँ त्यो बच्छ
भनेर मनुस्मृतिजहरूले भनेको छ। त्यही भएर हामीले जस्टिसहरूलाई चाहिँ कहिले पनि भायोलेट हुन दिनु हुँदैन भनेको छ। पेनोलोजी वाज सिन अन द बेसिस अफ रोल। पेनोलोजी भनेको पनिसमेन्ट हो नर्मली बुझ्नु। अनि यो चाहिँ के हुन्थ्यो भन्दा रुल अनुसार चाहिँ सबैलाई दण्ड दिन्थ्यो भन्न खोजेको। किङ वाज द अल्टिमेट फाउन्टेन अफ जस्टिस। के हुन्थ्यो भन्दा चाहिँ अब यो जस्टिस दिने काम त राजाको धर्म हो भनेर भनिन्थ्यो त्यो टाइममा। सरी एउटा छुटेछ। पेनोलोजी प्रोभाइडेड गाइडलाइन्स फर इम्पोजिङ पनिसमेन्ट फर दोज हु डिजर्भ इट एन्ड प्रोटेक्सन अफ इनेस। के भन्थ्यो भन्दा यो पेनोलोजी अनुसार के हुन्थ्यो भन्दा जो चाहिँ सजायको भागीदार छ, जसले गल्ती गरेको छ त्यसले सजाय पाउँछ र निर्दोष व्यक्तिलाई चाहिँ के गरिन्थ्यो भन्दा बचाइन्थ्यो, सेभ गरिन्थ्यो भनेर भनेको छ। द ग्राभिटी अफ पनिसमेन्ट वाज बेस्ड अन कास्ट वर्ण। के हुन्थ्यो भन्दा यो पनिसमेन्ट चाहिँ के को अनुसार हुन्थ्यो भन्दा जातको आधारमा, जात वर्ण अनुसार हुन्थ्यो। ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरेर चाहिँ चारवटा के हुन्थ्यो भन्दा त्यो टाइममा पनि नेपालमा पनि के हुन्थ्यो भन्दा चाहिँ यो वर्ण अनुसार चाहिँ पनिसमेन्टहरू दिन्थ्यो। जस्तै इक्जाम्पल कि अब जस्तै अब ब्राह्मणले गल्ती गर्यो भने चाहिँ ब्राह्मणलाई मृत्युदण्ड दिन्थेन, तिनीहरूलाई बरु देश निकारा गरिन्थ्यो। अनि अरू जातहरूकाले गर्यो भने चाहिँ तिनीहरूलाई मृत्युदण्ड दिने त्यस्तो सजाय थियो कि। त्यही भएर यो जात अनुसार चाहिँ पनिसमेन्टहरू चाहिँ डिफ्रेन्ट दिन्थ्यो। हिन्दू जुरिस्प्रुडेन्स। हिन्दू जुरिस्प्रुडेन्स बेस्ड अन प्रोभिजन अन वेदस, स्मृतिज, धर्मशास्त्रमा चाहिँ के हुन्थ्यो भन्दा यो हिन्दू जुरिस्प्रुडेन्स बेस्ड हुन्थ्यो। इन हिन्दू जुरिस्प्रुडेन्स डिनोट्स प्रोसेस, रुल, ल, अर्डर रिलेटेड टु वेदा। र यो हिन्दू जुरिस्प्रुडेन्समा चाहिँ के हुन्थ्यो भन्दा अब कानुन भइहाल्यो, अनि रुलहरू भइहाल्यो, अनि कसरी मेन्टेन गर्ने ल एन्ड अर्डर त्यस्तोहरू चाहिँ वेद अनुसार दिन्थ्यो भनेको। अनि कास्ट सिस्टम, ड्युटिज अफ कास्ट, डिस्क्वालिफिकेसन यो पनि के थियो भन्दा हिन्दू जुरिस्प्रुडेन्स अनुसार राखिन्थ्यो। यहाँ चाहिँ के छ भन्दा 4 स्टेजेस अफ ह्युमन लाइफ विच हेल्प्स टु गेट मोक्ष। त्यो टाइममा के हुन्थ्यो भन्दा चाहिँ अब हिन्दू धर्म मान्नेहरूले चाहिँ अब हाम्रो वेद, स्मृति, धर्मशास्त्रहरू मानिहाल्छन्। अनि त्यो अनुसार के छ भन्दा चाहिँ मान्छेको लाइफमा चाहिँ 4वटा स्टेज छ जसले गर्दा चाहिँ त्यसले मर्ने बेला मोक्ष पाउँछ भनेर भनिएको छ। त्यो अनुसार 4वटा छ। फर्स्ट ब्रह्मचार्य। ब्रह्मचार्य भनेको चाहिँ यो स्टेजमा चाहिँ के हुन्छ भन्दा एउटा मान्छेले चाहिँ के भन्छ पुरा शिक्षाहरू ग्रहण गर्ने शिक्षा दीक्षाहरू पाउँछ। अर्को छ गृहस्थाश्रम भनेको चाहिँ के हुन्छ भन्दा यो नर्मली चाहिँ केटाको लागि है। अनि यो चाहिँ के हुन्छ भन्दा यो स्टेजमा चाहिँ के हुन्छ भन्दा त्यो केटाले चाहिँ परिवार बिहा गर्छ, परिवार बसाउँछ, छोरछोरी पाउँछ, अनि त्यसपछि आफ्नो इच्छा आकाङ्क्षाहरू पुरा गर्छ यो गृहस्थाश्रममा। अनि अर्को छ वानप्रस्थाश्रम भनेको चाहिँ के हुन्छ भन्दा अब मजाले फ्यामिलीसँग इन्जोय गरेको थियो भने यो स्टेजमा ती फ्यामिलीबाट चाहिँ डिट्याच हुन्छन्, फ्यामिलीबाट अलग्गिएर कहाँतिर जान्छन्, वनतिर जान्छन्। अर्को छ सन्यास आश्रम। यो स्टेजमा के हुन्थ्यो भन्दा चाहिँ त्यो चाहिँ पुरै चाहिँ के हुन्छ भन्दा अब घर गृहस्थी छोडेपछि चाहिँ पुरै के अरे शुद्ध भएर चाहिँ सबै चिजलाई त्याग गरेर चाहिँ लास्ट स्टेज भनेको यो स्टेजमा चाहिँ के गर्ने भन्दा चाहिँ सन्यासी भएर चाहिँ जीवनयापन गर्ने। यो 4वटा स्टेजहरू चाहिँ हिन्दू ग्रन्थ अनुसार एकदम इम्पोर्टेन्ट हो। र यो 4 स्टेज जसले पार गर्छ त्यसले चाहिँ मोक्ष पाउँछ भन्ने बिलिभ यो हिन्दू जुरिस्प्रुडेन्स अनुसार रहेको छ। ब्रह्मचार्य, गृहस्थाश्रम, वानप्रस्थाश्रम अनि सन्याश्रम छ 4वटा स्टेज। अनि नेचर अफ हिन्दू जुरिस्प्रुडेन्सको नेचर यो भनेको चाहिँ पावर अफ गड भनेको छ। हिन्दू जुरिस्प्रुडेन्स अनुसार चाहिँ यो भगवानले लेख्नु भएको हो, भगवानले चाहिँ यस्तो यस्तो भन्नुभएको भनेर चाहिँ बिलिभ छ। यो चाहिँ एज अ ल र मोरालिटीको लागि चाहिँ एकदम लिगल छ। हाम्रो हिन्दू धर्म, हाम्रो के अरे ग्रन्थ अनुसार पनि चाहिँ गाईलाई काटेर खानु हुँदैन, मार्नु हुँदैन, गाईको पूजा गर्नुपर्छ भनेर यस्तो हिन्दू बुक्सहरूमा यस्तो हिन्दू मोरालिटीहरू रहे तापनि हाम्रो अहिलेको प्रेजेन्ट कानुनले पनि त्यो कुरालाई एड्रेस गरिरहेको छ। अनि इम्प्लिमेन्टेड अन दि ह्युमन बिहेभियर पर्सनल ल के हुन्छ भन्दा यसले चाहिँ मान्छेको जीवन के हुन्छ भन्दा मान्छेको जीवनमा हुने हरेक कुरालाई नि रेगुलेट गरिरहेको हुन्छ के। यो एज अ पर्सनल लको रूपमा रहेको छ। ओल्डेस्ट लिगल सिस्टम अफ दि वर्ल्ड।
अब यो हिन्दू जुरिस्प्रुडेन्स भनेको एकदम सबसे पुरानो धर्म पनि मानिन्छ र एउटा लिगल सिस्टम पनि हो। हिन्दू रिलिजियन इज द किङ अफ किङ भनिन्छ, जहाँ चाहिँ के हुन्छ भन्दा हिन्दू धर्महरू चाहिँ आफैमा एउटा इन्डिपेन्डेन्ट हो, जुन चाहिँ आफैमा स्वतन्त्र रूपमा डेभलप भएर चाहिँ अहिले यहाँ धेरै हिन्दू व्यक्तिहरूले चाहिँ मानिराख्नु भएको छ। रुल अफ ल इज भेरी ओल्ड कन्सेप्ट इन हिन्दू जुरिस्प्रुडेन्स डिस्क्राइब द ल रिटन बाई सेन्ट। यो के हुन्छ भन्दा चाहिँ यो हिन्दू बुकहरू हुन्छ नि, हिन्दूले मान्नेहरू ग्रन्थ जस्तै वेद, स्मृति, धर्मशास्त्र, यो भनेको चाहिँ कानुन हो जुन चाहिँ के हुन्छ भन्दा पुजारीहरूले अनि यस्तो तपस्वीहरूले लेखेको हो र यो गडबाट एउटा कमान्ड आएको भनेर चाहिँ यसरी मान्यता छ। यसले चाहिँ हाम्रो दैनिक जीवनको डेली एक्टिभिटिजहरूलाई चाहिँ रेगुलेट गर्ने काम गर्छ। अनि हाम्रो हिन्दू बिच नभए पनि हिन्दू अनि अरू धर्महरू बिच पनि एकदम राम्रो रिलेसनसिपहरूलाई चाहिँ इन्क्रिजेस गुड रिलेसनसिप अफ हिन्दुज फर एभर भनेर आएको छ। हिन्दू मात्र नभइकन चाहिँ अरू धर्मका व्यक्तिहरूको रिलेसनसिपलाई नि गभर्न गर्ने काम गरिरहेको छ। थ्याङ्क यू दिस मच फर टुडे। सब्सक्राइब टु माई युट्युब च्यानल। बाई बाई।